कति न टाढा जान आँटे जस्तै गर्नुहुन्छ भने टाढै हो नि त अनि त्यो पनि नेपाल होइन बाहिर जाँदैछ होइन टाढै जाँदैछ भने त्यो भएपछि हाम्रो चाहिँ नेताहरूले खारै सक्यो राम्ररी कुदाए भाइ राम्ररी कुदाए नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै नै छु सो अब म चाहिँ एउटा सानो भ्लग बनाइरहेको छु यति बेला तपाईहरुले के कसो भयो त थम्बनेल र टाइटलहरु त थाहा पाइसक्नु भएको छ सो अब चाहिँ म घरबाट हिँड्न लागेको छु हेर्दै जानु होला के हुँदै जान्छ हैन त हामीमा के हो पिलपिल गर्ने हो कति न टाढा जान आँटे जस्तै गर्नुहुन्छ भने यी त हो नि आइहाल्यो नि अनि गाह्रो छ मलाई फेरि साह्रै गाह्रो छ साथीहरू हामी जाँदैछौँ हाम्रो चाहिँ मलाई छोडिदिँदै हुनुहुन्छ तपाईहरुलाई कहाँ जाने के त मैले भनेको छैन किनभने त्यो त टाइटल र थम्बनेल हेरेर थाहा पाइहाल्नुहुन्छ तपाईहरुले यति बाटो हुनुहुन्छ नि केटी ल्याउनु गएको केटी ल्याउनु रुगामर्की लागेर पुरा भइरहेछ अनि तर पनि हामी जाँदैछौँ हामी छ तपाईलाई केही भन्नु छ मेरो भ्लगमा अब के भन्नु मजाले जानु जे काम सोचेर गएको छ पुरा होस् अब के हुन सक्छ अब आमा तिम्रो मम्मी त रुन सक्दिन मम्मी त अघि आँसु झारेर यस्तो हो नि त छोरा अब तिमी सबभन्दा लामो यही त बाटो गएको होला फर्स्ट नै हो अब यो बाटो तिमी फ्लाइट चढेर जाँदैछौ भनेपछि टाढै हो नि त अनि त्यो पनि नेपाल होइन बाहिर जाँदैछौ होइन टाढै जाँदैछौ भने त्यो भएपछि त्यही भएर पनि होला सायदै अब मैले त त्यस्तो केही भनेन अलिकति उहाँले चाहिँ अब मैले केही भन्नै सकिनँ के त्यही हो अब इन्टरनेसनल फ्लाइट त भन्न मिल्दैन तर इन्टरनेसनल फ्लाइट हो त्यो टुर चाहिँ भन्न जाँदैछ तर कहाँ जाँदैछ भन्ने कुरो चाहिँ अब थम्बनेल हेरेर थाहा होला फल्छ कि ल हेर्दै जानु होला के हुन्छ हामी चाहिँ अपडेट दिँदै जाने छौँ त्यही नै हो त्यति बेला काकडभिट्टा भन्ने ठाउँमा आइपुगेका छौँ तपाईहरुलाई हामी यता छिराउँदैछौँ लाँदैछौँ है हेर्दै जानुहोस् फ्लोमा बग्नु पर्यो नि त अनि रमाइलो हुन्छ त भिडियो हेरेको पनि मजा आउँछ होइन त्यस्तो छ मेरो पुरा घाँटीहरू दुखिरहेछ अब बिरामी भए पनि यस्तै अवस्थामा भए पनि जानै पर्ने छ कामहरू छ होइन त्यसले गर्दा गइरहेको छु हेर्दै गर्नु न अब के हुँदै जान्छ हामी तपाईलाई त अपडेट गर्ने नै छौँ होइन तपाईहरु त हो मेरो त त्यस्तो छ है ल हेरौँ त अब इन्डियाको बाटो चाहिँ यस्तो बवाल बनिरहेछ यहाँनिर अस्ति आउँदाखेरि यहाँ त्यस्तो केही भत्केको गरेको पनि थिएन बनाइसकेछ फेरि पनि अब हाम्रो नेपालमा भन्दा भत्केर धुवा डङ डङ यत्र खाल्डा हुँदा पनि गाडी पल्टिँदै कुद्दा पनि बाल मतलब हुन्न क्या नेपाल सरकारलाई त यहाँ त भत्किन पाएको छैन अस्ति बनाइसक्यो फेरि के हो हाम्रो चाहिँ नेताहरूले खारै सक्यो केही बनाउँदैन नि ऋणमा डुबाएछ सबलाई नेपालीलाई कति अहिले त एउटा टाउकोमा कति ऋण परेछ थाहा पनि छैन बिर्सिसक्यो मैले त त्यस्तो छ अवस्था नाजुक बनाइसक्यो यी नेताहरूले त्यस्तो छ नेता भन्दा पनि अलिकति हामीले पनि सोच विचार बुद्धि पुर्याएर चाहिँ नि भोट हाल्नुपर्ने हुन्छ अब आउँदैछ 84मा त्यतिखेर चाहिँ त्यस्तो छ है अब लागिँदैछ हामी चाहिँ के छ त यता बाटो ओके साथीहरू हेरेर बस्नु भएको छ र म चाहिँ अहिले बागडुग्राबाट दिल्लीसम्मको यात्रा तय गरिरहेको छु जसमा चाहिँ मैले एयर इन्डिया एक्सप्रेसको फ्लाइट छ मेरो अहिलेको र यतिखेर मसँग एकजना दाइ हुनुहुन्छ र उहाँको मिसेस भाउजू हुनुहुन्छ जो चाहिँ दार्जिलिङबाट हुनुहुँदो रहेछ उहाँ मेरो एकदम साथी बन्नुभयो यात्रामा थोरै बेरको लागि भए पनि र दाइको र मेरो चाहिँ सिट नमिलेको कारण दाइको अगाडि रहेछ 8 तिर र मेरो चाहिँ थियो 30 तिर थियो त्यसले गर्दाखेरि हामी यहाँबाट छुट्यौं भरे भेट्ने भनेर छुटेको थियौं तर हामी दिल्लीमा ओर्लिँदाखेरि चाहिँ हाम्रो कुनै पनि सम्पर्क भएन त्यहाँबाट हामी छिर्यौं
र रहेको छ यो भित्रको इन्टरफेस हामीलाई यस्तो गर्ने के गर्ने भनेर उहाँहरूले सिकाइरहनु भएको थियो। एकदम राम्रो लागिरहेको थियो उहाँहरूको। म सुनिरहेको थिएँ, हेरिरहेको थिएँ र पहिलोचोटिको यात्रा भएकोले गर्दाखेरि कस्तो हुँदो रहेछ भनेर म अनुभव गरिरहेको थिएँ। रमाइलो पनि थियो, एक्साइटेड पनि थिएँ, डर पनि थियो, सबै कुराहरू थियो। हेर्दै जाँदै गर्दाखेरि रमाइलो पनि लागिरहेको थियो। एक्लै भएकोले गर्दाखेरि डर पनि लागिरहेको थियो। मेरो कोही पनि साथी थिएन। बाहिरको भ्यूहरू हेर्दै रमाइलो गरिरहेको थिएँ मैले चाहिँ तर पनि म एक्लै भएकोले एक्लो फिल चाहिँ भइरहेको थियो र पनि म एकदम इन्जोय गरिरहेको थिएँ। यो फ्लाइटमा एकदम रमाइलो भइरहेको छ। साथीहरू देख्नुहुन्छ तपाईँहरूले पनि एकदम दामी मौसमको बेला परेको थियो र म यति बेला दिल्लीबाट अब द्वारिका भन्ने ठाउँ जानुपर्ने थियो। त्यसले गर्दाखेरि एउटा पठाउ जस्तै बुक गरेर म मेट्रो स्टेसनसम्म अगाडि जाँदैछु। अब हेर्दै गर्नुहोला। अब म नयाँ मान्छे, पहिलोचोटि के हुन्छ रमाइलो किस्साहरू बाँकी नै छ। तपाईँले मजाले हेर्नुहोला। द्वारिका इधर से अभी नहीं नया तो नहीं, और मेट्रो का काम करा। हाँ, टिकट जाने के लिए ट्रेन यहीं से पकड़ना है। हाँ, डाले ऐसा बोल दिया। यसलाई चाहिँ यहाँनिर ट्याक्क राख्ने फुल छ गयो। द्वारिका किधर पता नहीं। हम लोग तो नए आए द्वारिका। अरे जल्दी कस्टमर के बात करोगे क्या? द्वारिका किधर? अबे जल्दी आ। ट्रेन आ गया। इधर से जाना है। हाँ, थैंक यू भेरी मच। यहाँनिर बसिरहेको छु। हिन्दी बोल्दा पनि अप्ठ्यारो छ, गाह्रो छ है। के गर्ने त अब बोल्नै परेको छ। रेल में अगले स्टेशन आ रही है द्वारिका सेक्टर 21। यहाँ चाहिँ फेरि अर्कै स्टाइल हुँदो रहेछ क्या। मटन चावल इधर देखो, मटन चावल मटन 2 पीस चावल सलाद चटनी। अब खानुपर्ने जस्तो छ यहाँ। 1 बज्दैछ, भात खाना मन नलागेर एक्लै भएर खाना आ गया। और क्या क्या आता है? बस कितना है? ओके। चम्मच पर बहुत फोर है, 7 कर दो। चम्मच 4 है, देख लो। मटन चावल खा रहा हूँ। तो करता है। ओके साथीहरू, यस्तै छ है मेरो चाहिँ। अब बसिरहेको छु, भात चामल हामी के खाके आया हौँ। रुगामर्की लागिरहेछ होइन। अब यस्तै छ, हेर्दै जाउँ के हुन्छ। यो भ्लग चाहिँ कन्टिन्यू एकैचोटि आएको गएको सबै एकैचोटि बन्ला जस्तो छ होइन। त्यस्तै धेरै भिडियो पनि खिच्छ होइन। त्यस्तै छ ल। अच्छा लेकिन चाहिने जो तेरिका बसिरहेको छु यार। साथीहरू यस्तै छ जिन्दगानी दर्पण छाया। साथी न सङ्गी एक्लै रङ्गी चङ्गी भनेको चाहिँ यही हो साथीहरू। देख्न सक्नुहुन्छ लुक एट मी। सो हिन्दी पनि बोल्न आउँदैन थियो, आउँदैन, अझै पनि आउँदैन, राम्ररी आउँदैन, ठोकिदिने हो। अघि उहाँ तल खाजा खाने ठाउँमा गएको थिएँ।
एकजनाले त मलाई त्यति भए पनि अलिकति प्रोत्साहन दिनुभयो, जुन कि भन्दै हुनुहुन्थ्यो आप तो नेपाली है, हिन्दी त बहुत अच्छा बोल्ता है ना भन्दै थियो। थ्याङ्क यू भेरी मच भनेर आएँ होइन। सो ठिकै सोध्दै बुझ्दै अलिअलि जान्ने भएको छु। त्यही नै हो, अब के गर्नु त, बोल्नै परेको छ होइन। अब अनि नबोलौँ भने त अब हराइएला, कहाँ गइएला, के होला थाहा पत्ता नै है। थोड़ा हिन्दी भी मिक्स हो रहा है। हाँ, हिन्दी में बोलिरहेको छु म। ओहो, अघि बिहान चुरुक्क उठेर तल गएको, नेपालीमा फेलाएर बोल्नु पर्यो भनेको त बिर्सेछु यार, म त हिन्दी बोल्ने जग्गातिर आएको छु भनेर। यस्तै छ ल साथीहरू, यस्तै छ। अब हामी चाहिँ थोड़ा बहुत चटपट खा के आया हूँ, जाने वाला हूँ। अच्छा, बहुत हिंदी बोल्न नहीं आ रहा है, थोड़ा सिक्दै छु है म चाहिँ साथीहरू। अब त्यस्तै छ। हाम्रो चाबी किधर है? चाबी तल, चाबी ठक्कर गया हूँ। अब थोरै चटलाएर चटपट खाएर फेरि के गर्ने, बस्नै त छ। ऐसा भी बहुत बुरा है। केटा त ह्यान्डसमै हो हुन त होइन, ह्यान्डसमै हो, के गर्नु, यस्तै छ ल। बहुत यहाँ त गाडीले ल्याएर पक्का हान्दिन्छ जस्तो लाग्ने। ये क्या है? फाइनली भेटियो साथीहरू। इधर तो बहुत जाम हो रहा है। कस्तो कुदाको यार, जो मेरे बेटे ने अप्लाई किया सामने का वीडियो Hello everyone. This is Japanese. This is my friend. I don't remember your name. Arashi, yeah. Do like, comment and subscribe. It's Japanese and very good man. Thank you very much. Thank you very much. Nice to meet you. Yeah, thank you very much. गेटहरू सुरु भयो यहाँ 27 देखि 62 सम्म छ। आज मेरो गेट तोकेको छैन। अब हेर्दै गर्नुपर्छ, यस्तोमा हेर्नुपर्छ फ्लाइट इन्फर्मेसन। यो चाहिँ यहाँ बाहिरबाट देखिने नजारा हो, दामी गार्डन छ। अब घुम्नै पर्ने हुन्छ, म कहाँ जाने। मेरो इनफ टाइम छ, अब त्यही भयो भन्दै चाहिँ है। अनि उतापट्टि भनेको 37 छ उता, 37.012 त्यहाँसम्म पनि पुर्याउँछु। मेरो केही कामै छैन अब हो, ठिकैहरू घुमिरहने। भोक पनि अति लागिरहेको छ। टक्क अहिले खाना पनि खानुपर्छ, तर यस्तो महँगो है। कफी एउटा अघि कफी खाएको 390 रुपियाँ भारू कफी। हामी 41 मा आइपुगेछौँ। म यति बेला चाहिँ 62 मा छु होइन। अब यो एउटा फ्लाइट हुन आँटेको छ, हेरौँ यसको कहाँबाट जाँदो रहेछ र। खुरु छ 1 2 3 फ्लाइट त निकाले अर्को पनि यता गयो त, सिधै गयो त यो त। ए त्यहाँबाट त फर्केर आउने रहेछ, टर्निङ लिने रहेछ।
राम्ररी कुदाए भाइ, राम्ररी कुदाए। आफूले सुतेर बसिएको छ, आनन्द छ, काम छैन। काम लाग्यो केटाहरूलाई, यस्तै छ। Large bags in the over. Requesting out for the dog cabin, please. Head under the seat in front of you. ओके साथीहरू, यति बेरसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यति बेला चाहिँ म चाहिँ नेपाल फर्किँदैछु, आफ्नै गाउँ फर्किआए।